हामी स्ट्यान्डर्ड मान्छेले यस्तै गरेर सपिङ गर्न जान्छौँ हामी थोडी न हात त झोला धुलाउँदै जमाना फेरि छ त साइली अब के गर्नु त नि अब तपाईँलाई सामान किनेर लिएर आउनु बुढा सामान किनेर लिएर आउनु खानेकुरा भन्दाखेरि एउटा कानले सुन्ने होइन अब आफै जानु पर्यो के किन्न जान्ला हामी अब के पो किनेर ल्याइन्छ फलफुल ल्याइन्छ तरकारी ल्याइन्छ अँ आफूलाई मनपर्ने कुरा ल्याइन्छ सुड्केस गुडाएर मोमो ल्याइन्छ पराठा ल्याइन्छ ए के गर्नु त अब यो मासु ल्याउने सुड्केस त होइन नि ल्याउँछु मासु मासु खान्नौ तिमी मासु खाँदिनँ म भेजिटेरियन हो भेजिटेरियन तरकारी लिएर आउँछु खाने बेला मेरो भन्दा बढी खान्छौ अझ धाक लाउँछौ केही नसुन्ने केही नटेर्ने अनि म उठेर हिँडिसकेपछि अनि पछि लागेर आउँछु सुड्केस बोकेर हिँडे आज मेरो रोग बुढीलाई सरे यस्तै हो हामी स्ट्यान्डर्ड मान्छेले यस्तै गरेर सपिङ गर्न जान्छौँ हामी थोडी न हात त झोला धुलाउँदै हाम्रो सुटकेस बुढाउँदै हिँड्छ नि यसरी लगाइ छ बुढी आज मासु लिन सुड्केस बोकेर हिँडेको छ है त होइन तरकारी ल कुटैको सुक्खा जाने हो